हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई धेरै धेरै स्वागत छ मेरो च्यानलमा। आज चाहिँ धेरै दिनपछि मेरो च्यानलमा भिडियो नहालेको धेरै दिन भएको थियो नि त। सो आज चाहिँ म घुम्नु आएकी छु हाम्रो दिदी घर शिलापत्थर। अनि ट्रेनदेखि जाँदाखेरि यो शिलापत्थरको नजारा अलिअलि देखाउँदैछु नजारा। सो हेर्नुहोस् आसामको सुन्दर टी गार्डन। अन्त अहिले चाहिँ हामी शिलापत्थर पुगिसकेर पनि भोलि बिहानको यो नजारा मर्निङ भइसकेको छ। छोराको धेरै दिन स्कुल छुट्टी भएको थियो, त्यही भएर दिदी पनि आउनुभएको छ प्रिन्सिपलसँग भेट गर्नुको लागि के कारणले छुट्टी भयो भनेर छोराको बताउनुको लागि। अन्त छोरालाई पनि एप्लिकेसन लेखेर दिइसकेकी छौँ। अनि अहिले हामी चाहिँ स्कुलमा कोही पनि आएको रहेनछ, जस्ट स्टुडेन्टहरू चाहिँ आउनु थालेको छ। अनि दिदी र म चाहिँ यहीँ वेटिङ गरिरहेकी छौँ प्रिन्सिपलको। अहिले प्रिन्सिपलसँग भेट गरेर दिदी र म चाहिँ घर फर्किँदैछौँ। सो दिदीहरूको घर छेउको यो रास्ता हो। अहिले दिदीको घर छेउमा चाहिँ 4 लाइन बनेर बहुत सुन्दर भएको छ ब्रिज। अन्त दिदी र म चाहिँ रिटर्न भएर आउँदैछु। मैले पोस्ट अफिसमा अलिकति काम छ। अन्त यो देख्नु सक्नुहुन्छ दिदीहरूको यहाँ सामने घर छेउमा पहिला एउटा कम्पनी थियो। कम्पनी भन्दाखेरि के यो हुन्छ नि रोडहरू बनाउने त्यस्तो कम्पनी अहिले उठेर गइसकेको रहेछ। 4 लाइनको काम पनि खतम भयो, कम्पनी पनि उठेर गयो। त्यही देखाउँदै थिएँ म मसला बनाउने मिक्सर मसिनहरू के। सो मलाई नाम पनि थाहा छैन, हजुरहरूलाई यत्तिकै अलिकति देखाइदिएको। अन्त भेनाजु र दिदी चाहिँ अगाडि हामी पछि जाँदैछौँ। यस्तो छ भ्यू, हेर्नुहोस्। यो माथि ओभरब्रिज बनिएको छ। यसको ब्रिजको निचे चाहिँ यस्तो वारिपारि केही पनि घुस्ने सुविधा छैन। एकदम यो ब्रिज क्रस गर्नुको लागि चाहिँ पल्लो छेउ पुगेर मात्र ब्रिज क्रस गर्नु सकिन्छ। यहाँ देख्नु सक्नुहुन्छ यस्तो छ। ओभरब्रिज त बनायो, लेकिन अरू जग्गामा जस्तो ओभरब्रिज हुन्छ नि निचे अलिकति जग्गा हुन्छ, त्यहाँनिर मान्छेले दुकान पनि साग सब्जी खोइ हाम्रो उता कोलकातातिर त त्यस्तै हुन्छ। निचे ब्रिजको निचे साग सब्जीहरूको दुकान। पर यता चाहिँ यस्तो रहेछ डाइरेक्ट, मतलब ब्रिज कम्प्लिटली यो गरिदिएको छ, बन्द गरिदिएको छ। रास्ता क्रस गर्नु पर्यो भने निकै नै घुमेर जानुपर्ने हुन्छ। सो हामी चाहिँ रास्ता क्रस गर्नुको लागि जाँदैछौँ। यो चाहिँ हो 4 लाइन, देख्नु सक्नुहुन्छ कति निट एन्ड क्लिन छ यो रास्ता। रास्ता पनि बहुत राम्रो बनाएको छ। रोड पनि पहिला यस्तो थिएन, यहाँ मतलब एउटै रोड थियो, सानो थियो। अनि गाडीहरू पनि त्यो एउटै रास्तादेखि नै पार हुन्थ्यो, आउने पनि जाने पनि। अहिले चाहिँ 4 लाइन बनाएर बहुत ही मतलब मस्त भएको छ रोड, देख्नु सक्नुहुनेछ हजुरहरूले। यो हो तपाईँहरूको शिलापत्थर अकाजानको नजारा। दिदी र भेनाजु चाहिँ अगाडि हिँड्नुहुँदैछ, घाम पनि लागेको छ। सो म पनि पछि जाँदैछु हजुरहरूको लागि नै यो नजारा हो। हेर्नुहोस् कस्तो छ 4 लाइन। हाम्रो दिदीको घर छेउको रास्ता कस्तो बनिएको छ। लु हेर्नुहोस् है त, हेर्दै गर्नुहोस्। हामी पनि हिँडि नै रहेछौँ, हिँड्दा थक्ने बेला भइसक्यो, रास्ता क्रस गर्नु सकेको छैन हो। अहिले चाहिँ हामी यो एउटा ढाबामा आइपुगिसकेका छौँ। दिनमा त ढाबा बन्द हुँदो रहेछ, राति मात्र खुल्ला हुन्छ अरे। सो देख्नु सक्नुहुनेछ यो खेरको घर त्यस्तो देख्ने बेला ढाबा। हाम्रो यता चाहिँ यस्तै हुन्छ ढाबा। अनि यसको त चारैतिर खेत रहेछ। जेसिका के थियो, फास्टफुड सेन्टर न के थियो यसको नाम। अन्त दिदीले चाहिँ आइज हेर, यहाँ शाममा त कस्तो दामी हुन्छ, बनफायरहरू हुन्छ बाहिर भन्दैछ कि। अनि यहाँ पनि पुरा भिड हुन्छ अरे, यहाँको मान्छेहरू आउँछ अरे शाममा चाहिँ। अहिले त दोकानी नै छैन, दोकान बन्द गरेको छ, शाममा आउँदो रहेछ। सो हेर्नु सक्नुहुन्छ यो जुन चाहिँ घर छ नि, यो चाहिँ टको पत्ताको बनाएको। टको पत्ताले यस्तो मजासँगले बनाएको छ। अनि यस्तो खेरको घर चाहिँ मतलब बहुत राम्रो हुन्छ कि, एकदम बेसी गरम लाग्दैन अनि आराम लाग्छ यहाँनिर। जस्तो टिनाको घरहरू भयो भने चाहिँ एकदम गरम हुन्छ नि, त्यस्तो गरम चाहिँ हुँदैन यहाँ। अनि सामने देख्नु सक्नुहुन्छ पोखरी पनि छ, यहाँ बहुत माछाहरू पनि हुन्छ अरे। सो माछा चाहिँ बेसी छैन, त्यही पनि मतलब छ होला सायद, किनकि यो मेटेकाले छोपेको छ होला। यहाँ लोकल माछाहरू चाहिँ बहुत हुन्छ अरे यहाँनिर। अन्त दिदीले भन्नुहुँदैछ यहाँ त मेसिन लगाएर सुकायो भने त माछा त बहुत भेट्छ भन्दैछ कि। अनि हजुरहरूलाई पनि देखाइदिएको यो गाउँको पोखरीहरू कस्तो हुन्छ मेटेका। पर यहाँ लोकल माछा चाहिँ बहुत भेट्छ।
सो भेनाजु चाहिँ यहाँ हाम्रो यसरी बसिराख्नु भएको छ, आराम गर्नुभएको अरे, रस्ता हिँड्दा थक्नु भएर। अन्त दिदी पनि बसिहाल्नु भएको छ। अनि देख्नु सक्नुहुनेछ यहाँको यो बाख्रा दिदीले चाहिँ कत्रो ठुलो बाख्रा छ हेर त भनेर। बाख्रा पनि ठुलो टाइपको ठुलो दारको रहेछ कि। यहाँ बसिरहे त हामीलाई देखेर भागो बाख्रा पनि। सो अहिले चाहिँ हामीहरू आराम गरिसकेर अनि अब हामी फेरि घरतिर जानु खोज्दैछौँ। देख्नु सक्नुहुन्छ अब यो घरतिर यो अब ब्रिज हामीले क्रस गऱ्यौँ। अब यहाँदेखि चाहिँ दिदीको घर जाने रस्ता। सो फ्रेन्ड्स देख्नु सक्नुहुन्छ मैले खिलिका भेटेँ आउँदा आउँदै रस्तामा। यो हो खिलिकाको गाछ। खिलिका भन्दाखेरि नेपालीले चाहिँ हर्रा, अन्त हामीहरू आसामिसहरूले चाहिँ खिलिका भन्छौँ नि त। अनि मैले दोहोरा टिपेर पनि ल्याइसकेको छु। सो हजुरहरूलाई देखाएँ पनि। अनि हाम्रो उता चाहिँ किन्नुपर्छ 10 रुपियाँ गोटा एउटा खिलिका। हर्रालाई 10 रुपियाँ लिन्छ। त्यही भएर मैले त टिपी पनि हालेँ 2टा फ्रेस खिलिका भेटेर। अन्त यो चाहिँ हाम्रो ठुलो दिदीको घर जाने रोड। घर छेउमा आइपुगिसकेको छौँ। हजुरहरूलाई दिदीको घर पनि देखाइदिँदैछु मेरो भिडियोमा। यो चाहिँ हो हाम्रो ठुलो दिदीको घर। सो अहिलेसम्म कम्प्लिट भएको छैन, बनिँदैछ। अन्त अहिले चाहिँ शाम भइसकेछ साथी हो। अहिले चाहिँ हामी मेरो दिदीको छोराछोरीहरूले विशाल मार्केट जाम आन्टी भनेर सो जबरजस्ती गरेर लिएका छन्। यहाँ सानो छोरा त यता कुदिरहेछ हेर्दैछ। अनि ठुलो छोरा चाहिँ यहाँ पुरा पर्फ्युम गरिरहेको रहेछ, चेक गरिरहेको रहेछ, मतलब कुन चाहिँ लैजाऊँ भनेर। सो फाइनली गाइस अहिले चाहिँ हामीहरू बजार पनि गरेर आइसकेको छौँ सबैजना मिलेर। अन्त हाम्रो ठुलो दिदीहरूको किचन यस्तो हुन्छ हामीहरूको गाउँको घरहरू। तर जे नहोस् हाम्रो गाउँको घर जस्तै भयो भने सबैजना मिलेर बस्छन्, सबैजना एकसाथ खाना बनाउँदा बात गर्दै। यही नै माया हो, यही नै ठुलो कुरा हो। जस्तै ठुल्ठुलो घर भयो भने पनि मतलब मान्छेको टाइमै हुँदैन नि एकसाथ बस्नुको लागि। तर हाम्रो चाहिँ यस्तो सानो घर भए पनि परिवार सबैजना मिलेर एकसाथ खानासाना बनाएर खान्छन्। त्यही नै बहुत राम्रो लाग्छ मलाई। अन्त साथी हो अहिले चाहिँ म शिलापत्थर कम्प्लिट मेरो बसेर भइसकेछ। मर्निङको ट्रेनद्वारा फेरि घर जाँदैछु। सो मेरो ब्लग हेर्नुको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद।